यसरी नै मिलेर जानुस्, दुवैजना यसरी नै मिलेर जानुस्, यो शुभकामना छ। यसरी नै मिलेर गएको हेर्न पाऊँ यी आँखाहरूले। देश कसरी बन्छ भन्दाखेरि पनि मैले भन्दा पनि यो उहाँ एकजना सिओ हुनुहुन्छ, उहाँको कुरा सुनौँ, देश कसरी बन्छ। देश गजब बन्छ भने 5 वर्ष नपुग्दै, 5 वर्ष त सरकारको आयु हो के, 1 वर्षमा नेक्स्ट लेभलको कन्फिडेन्सियल त्यो क्यापेबिलिटी हामीमा, एउटा कन्फिडेन्स हामीमा आउँछ। सेकेन्ड इयर्समा धेरै डेभलपमेन्ट इन्डिकेटरहरू माथि जान्छ। थर्ड इयरमा यो तपाईँले भने जस्तो ग्रे लिस्ट रेड लिस्ट त कता हराउँछ ठेगान हुँदैन। हामी वान अफ द प्रस्पिरस कन्ट्री इन द साउथ एसियन रिजन हुन्छौँ र 5 वर्ष पुग्दै गर्दाखेरि त म त कस्तो सुन्दर देशको कल्पना गर्दैछु भने हामी धेरै हिसाबले कम्पिटिटिभ भएर अगाडि जान्छ। यो कस्तो लाग्यो प्लिज कमेन्ट गर्नुहोला, लाइक गर्नुहोला र सेयर गर्न नभुल्नुहोला। थ्याङ्क यू, किप वाचिङ, बाई बाई।